आज चाहिँ हामी बुवाको लागि नयाँ बेहुली लिन जान लागिरहेछौँ गाइजहरू। अनि बाउको लागि फेरि हो अब छोरा फेरि माग्न जानु लागिरहेछ। पहिलोचोटि होला सायद छोरा बाउको लागि माग्न जान लागेको चाहिँ। यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला, यस्तो बब्बाल छ कि है गाइजहरू। अनि हामी चाहिँ लिन जान लागिरहेछौँ। अनि दिदी पनि यताउता हेर्दै हुनुहुन्थ्यो, दिदी पनि खुसी हुनुहुन्छ अब नयाँ भाउजू आउने भयो भनेर होइन। अनि हामी चाहिँ अब जान लागिरहेछौँ गाइजहरू। अनि अब यस्तो सगुन पनि खानिदिनु पर्दो रहेछ होइन जाने बेला चाहिँ। अनि बुवा चाहिँ फेरि तम्सी त यताउता कुद्दै हुनुहुन्थ्यो, दिदी चाहिँ पुरै अब खानिदिनु लाग्नु भइरहेको थियो होइन। अनि बुवा चाहिँ पुरै यताउता खुसी छ नि त आज होइन, नयाँ बेहुली आउने भयो भनेर। अनि नयाँ बेहुली अब म पनि नयाँ मम्मी आउने भयो भने म पनि खुसी नै छु। अनि दिदीहरू पुरै खानिदिने हुन्छ सगुन। अनि फेरि अब ठुली फुपूले नि खानिदिनु भयो सगुन होइन। अनि यताउता अब खानिदिएपछि चाहिँ अब हामी जान लागिरहेछौँ गाइजहरू। अनि बुवा फेरि आमा तम्सिदियो यताउता गोजीमा हात लाउँदै फेरि हिँड्दै हुनुहुन्छ होइन। अनि आमा त खुसी छ नि त, सबैजना घरमा निकैजना हुनुहुन्छ घरमा पनि। हामी चाहिँ निकैजना जान लागिरहेछौँ, 8जना जति हुन्छ होला हामी जान लागिरहेछौँ गाइजहरू। अनि म चाहिँ यताउता हेर्दै थिएँ अनि होइन। अनि दिदी पनि उता खुसी नै छ, दिदी पनि अब पाँचतर्फबाट आएको नि त फेरि होइन। अनि खुसी छ। अनि बाहिर यसो हेरेको त बहिनी त फेरि मकै गोड्दै रहेछ क्या, डल्ला फुटाउँदै होइन। अनि गोड्दै किन फेरि बुवाको लागि नयाँ बेहुली लिन जान लाग्यो भनेर तपाईँले छक्क पर्नुभयो होला। अनि मेरो मम्मी चाहिँ यो संसारमा नभएको नि 4 वर्ष भएको थियो नि त होइन। अनि 4 वर्ष भएपछि चाहिँ अनि अब नयाँ मम्मी चाहियो घरमा, घरको समस्या परिस्थितिले गर्दाखेरि पनि नयाँ मम्मी ल्याउने हामी बाध्य भयौँ है। अनि दिदी पनि एकदमै खुसी हुनुहुन्थ्यो होइन। अनि मेरो मम्मीलाई पनि धेरै धेरै सम्झेको छु है, यो संसारमा नभए पनि अब त्यस्तै हो, घरको समस्या परिस्थिति अनुसारले चल्नु पर्दो रहेछ भनौँ न होइन। के गर्नु, यस्तै हो जिन्दगीमा हरेक कुराहरू आइलाग्दो रहेछ क्या, अब त्यही हो। हामी चाहिँ घरबाट लागिसकेका छौँ गाइजहरू होइन। अनि अर्को भिडियो हेर्ने प्रतीक्षामा रहनु होला, हामीले घरसम्मै ल्याएर भित्र आएको चाहिँ अर्को भिडियोमा लिएर आउनेछु तपाईँहरू माझ है। अनि त्यही हो अब गाइजहरू, यस्तै हो जिन्दगी भनेको चाहिँ। अनि मैले मेरो बुबा र म चाहिँ अगाडि बस्यौँ, अनि फुपूहरू बहिनीहरू अनि मामाहरू चाहिँ पछाडि बस्नु भयो। अनि भेना फेरि उता 5 तर्फबाट फेरि बाटोमा निस्किराख्नुहुन्छ अरे। अनि फेरि